नमस्ते सम्पूर्णमा म यति बेला पशुपति क्षेत्रमा छु। यति बेला हामीले धेरै कुरा गरिरहन्थ्यौं मिडियामा। पशुपतिमा एउटा एक्लो बाँदर छ भन्नुहुन्थ्यो। त्यही बाँदर हेर्नका लागि भनेर हामी यहाँ आएका छौं। यहाँ थुप्रै साथीहरू पनि आउनु भएको छ उहाँलाई दर्शन गर्नको लागि। मैले सुनेको झन्डै 22 वर्ष भयो यो उहाँले यो ठाउँमा राखेको उहाँलाई। अनि अहिले पनि उहाँ खाना खाएर सुत्नु भएको छ। हामीले धेरै पटक उहाँलाई चलाउने प्रयास गर्यौं तर उठ्नु भएको छैन। सायद उहाँ मजाले मस्त निन्द्रामा हुनुहुन्छ र मलाई लाग्छ धेरै साथीहरूले यो बाँदरलाई देख्नु भएको छ कि छैन। तर मलाई आज लाग्यो एकदमै खुसी लाग्यो है यहाँसम्म आउनु पाउँदा। यहाँ थुप्रै साथीहरू आउनु भएको छ। एकदम सबै साथीलाई हामी सम्झना छ। मलाई माया गर्नुहुने, मलाई टिकटकबाट हेर्नुहुने, मलाई मिडियाबाट हरेक ठाउँबाट हेर्ने सबै साथीहरूलाई एकदम सम्मान छ। आज यो क्षेत्रमा आउनु पाउँदा एकदम मन आनन्दित भएको छ, हर्षित भएको छ र यहाँ थुप्रै साथीहरूको जमातमा छु यति बेला। एकदम सबैलाई सम्झना छ र प्रदेशबाट म सधैँ भन्ने गर्थेँ म पशुपति गयो भने तपाईँलाई यो देखाउँछु भन्ने गर्थेँ र आज म देखाएको छु। तपाईँहरू हेर्नु होला यो भिडियोलाई, सबैसम्म पुरै पनि दिनु होला। एकदम पक्कै पनि मलाई एकदम कौतूहलता लाग्छ बाँदर कति वर्ष बाँदर रहेछ भन्ने कुरा। म पक्कै पनि 22 वर्ष भन्ने कुरा चाहिँ सुनेको छु र अरू पनि बारेमा म सोध्ने गर्छु, अरू साथीलाई सोधौँला। तर सबै साथीलाई यो भिडियो म सबै साथीसँग पुर्याइदिन आग्रह गर्छु है त। हस्।